Thank you God for this wonderful creation. कसैलाई गाह्रो भयो भने पनि तपाईहरुले यो टेक्निक अपनाउन सक्नुहुन्छ। कुन टेक्निक? अनि हिँड्नलाई एकदम इजी हुन्छ। हैन बा? ए उल्टे हिँड्ने टेक्निक। डिङ 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 डिङ। डिङ 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 डिङ। लेट्स गो गाइस। जान जान। खै जुनहरु कता गए? मुटु दिन्छ यस्तो। हुङ्खलाबाटै हो दाजु? अबे यस्तो बोकेर हिँड्नुहुन्छ हौ। कहाँ सकिन्छ हामीले? त्यत्तिकै कहाँ माथि गएर भात खानु पाउँछ त? हेलो गाइज। दिदीले चाहिँ नाकै टेक्नु भयो भर्खरै। दिदी कम अन, यु क्यान डु इट। आइज आइज भिडियो हो। कम कम गाइज। त्यो गाउँ जस्तै दिप शेर्पाहरू जस्तो। शेर्पाहरू जस्तै हिँडेको मिमिक्री हेरौँ है गाइजहरू। तै भिडियो बनाए है? हात तपाईँहरू त लास्ट तपाईँहरूले गर्दाखेरि त हामीले उहाँ खाना खान पाउँछन्। हुङ्कलाबाटै हो दाइ? हिजो पनि देखे जस्तो लाग्थ्यो दाइलाई। जोनेस यता हेर न। हेलो गाइज। हामी जाँदै जाँदै अब यहाँ केही समस्या आएर फेरि यहाँ फेर्नु पर्ने भयो। त्यही भएर हामी यहाँ छौँ। तातो पानी होमस्टे। एकदम राम्रो जस मजा आइरहेछ होइन। जिन्दगीमा नयाँ कुरा पनि एक्सपिरियन्स गर्न पाइरहेको छ। बाटो कस्तो लाग्छ? बाटो त अर्कोचोटि आउँदैन भन्ने भइरहेछ। पानी 27 वटा कार्ड हुन्छ भाइको। यिनीहरू त कस्तो कसरी सुन्ने रे? कसरी सुन्ने? भित्र यसरी थुन्ने यसरी राख्ने। यसरी चाहिँ गुफाबाट हामी हेर्नु सक्छौँ। गुफाबाट यतिमै सकिन्छ। त्यही भएर नेटवर्क नटिपेको सही गरेको यहाँ चाहिँ एनटिसीले होइन। अहिले ल भ्लगमा के भिडियो कलमा हेर हिमाल होइन, नत्र हेर्नु त हिमाल आफैले हेर्ने हो, आफै इन्जोय गर्ने हो। गुड मर्निङ फ्रम पञ्चकुण्ड ताल। सो ताल यी सबै जग्गा सक्यो। अहिले हामी हिमालको फेदमा छौँ। चारैतिर हिमाल छ अनि बिचमा हामी सही हो
कस्तो अनुभव भइरहेछ भाइ? चिसो छ, अति चिसो है? एकदम चिसो छ, तर रमाइलो पनि लागिरहेछ। आज लास्ट डे हो, सो फोटो खिचेर गइहाल्ने। बरफै खेल्नु पर्यो भने नि कति टाढा होला त? हेर्नु त त्यहाँ सब जमेको, पुरै ताल पुरै जमिसक्यो। जुम गरेर देखाइदिनु। टाढा छैन यता हेर्नु त हामी स्थितिको साइडमा ताल पुरै जमे। छिटाम भनेको बरफ कस्तो हुँदैछ तपाईँहरूको फोटो खिचेर जानुपर्ने क्या। चिसो हुँदैछ, अरू के होइन, चिसो चाहिँ एकदम हुँदैछ। है? सो हामी बस्ने टेन्टहरू चाहिँ यस्तो छ। अनि अब म भर्खर एउटा दुइटा फोटो क्लिप हाल्नुलाई जानुपर्ने म तालहरू यसो देखाउनु पऱ्यो भनेको। अब हामी माथि एबिसी चढ्नु लागेको होइन, एबिसी चढ्नु नै लागेको नि बेस क्याम्प चढ्नु लागेको। यस्तो अति बवाल छ हाइट, अति दामी। यहीँ टेन्ट हो, यहीँ हामी यहीँ बस्ने, हाम्रै टेन्टको छेउछाउमा यहीँ हो। सो अहिले चाहिँ म अलि हाइटबाट लिएर जाऊँ न एक बोतल त, हल्का हाइटबाट माथिबाट यहाँ माथि चढेर अनि यसो फुल भ्यू देखाइदिउँ भनेर। हिमालको बिचको त्यो ताल हो, सबै जमिसक्यो। अहिले त ताल पनि देखाउँछु म। अनि अब हामी हिमालको फेदमा, तल पुरै स्नोफल भइसक्यो, सबै स्नोले ढाकिसक्यो। कति बवाल, अति बवाल। सही अति भयो यार यहाँको, अति मजा आयो। यस्तो बाटो हिँड्दाखेरि त गाह्रै हुन्छ नि। अब एबिसी बेस क्याम्प जानुलाई के कस्तो कस्तो हुन्छ सबै कुराहरू म भिडियोमा देखाउँछु। मेरो म जताबाट फर्के पनि देखिन्थ्यो हिमाल नै हो, नो प्रब्लम। अति मजा आयो यार, हाइट बवाल छ बवाल। घामहरू लाउनु थाल्यो त्यहाँ टक्क यो टुप्पोमा। यो घाम लागेपछि हिमाल पनि चाइन हुन्छ, तर अति खतरा देखिन्छ। सो दिस इज पञ्चकुण्ड ताल, जुन अहिले चाहिँ पुरै आइस भएर हामीले पञ्चकुण्ड तालको पुरै भाइब लिनै सकेन कि, सबै जमिसक्यो। अनि सब जमिसक्यो ताल, अलिअलि मात्र बग्दैछ। अब यो तालको बाटो हुँदै हामी माथि बेस क्याम्प जाँदैछौँ। यति हो क्या यहाँ, नुहाइदिने हो यहाँ, नुहाइदिनु भयो, नुहाइदिउँ तिमीले म त्यहीँ रोक भाइ। तिमीलाई कस्तो फिल हुँदैछ? छिटो आऊ न, यो तालमा नुहाउनु पायो भने पुनमजीलाई डुबाइदिनु पर्छ कि ठिक्क हुन्छ कि तपाईँलाई त ठिक्क देख्नुहुन्छ। यो ताल चाहिँ हामीले बवाल तरिकाले भ्यू हेर्नु भनेर सोचिरहेको थियौँ। ब्लू कलरमा साडी उडाउने भनेको, साडी उडाउनु पनि पाइएन आज दिदी। अब यो केही छैन, बरफ खेल्ने मात्र हो त्यहाँ बसेर अहिले स्नो उयो बनाएर। सो बेस क्याम्प जाने बाटो चाहिँ यस प्रकारको रहेको छ अरे। मान्छेहरू वहाँ पुगिसक्यो। उही 5 लेन देखिन्न क्या हो, कहाँ देखेको थिएँ मैले? गइसकेछ, यहाँ पुग्नु भन्यो। हामी बल्ल यहीँ छौँ। हेट, यो अङ्कित भाइले ढिलो गरेर यी पछाडिको भाइले, नत्र हामी अझ वहाँ पुग्थ्यौँ। यस्तो छ यार बाटो बेस क्याम्प पुग्ने। सो स्ट्रगल, यस्तो छ भ्यू। आइच यो देखेर त फेरि स्ट्रगल भन्ने कुरा केही पनि होइन नि, हुन्छ जाम। दिस इज द भ्यू फ्रम द टप। त्यति टप पनि होइन, जस हामी 25% माथि आइसक्यौँ हाइटमा। पञ्चकुण्ड ताल इज लाइक दिस। यो सबै जमेर यस्तो भइसक्यो। एन्ड आवर टेन्ट त्यहाँनिर, हामी त्यहाँबाट यहाँनिर छौँ। इट्स भेरी फार फ्रम द टेन्ट। अति अति बवाल मजा आइरहेको छ। दिस इज द पञ्चकुण्ड ताल। सो
हामी अहिले 4000 एबोभमा छौँ अनि पञ्चकुण्ड ताल अहिले हामी माइनस डिग्रीमा भएको कारणले गर्दाखेरि पञ्चकुण्ड ताल सबै जमिसकेको छ अनि यहाँबाट देखिने अलिक टपबाट देखिने भ्यू त्यो हाम्रो क्याम्प हो हामी त्यो टेन्टमा बसेको अहिले एकछिनमा हामी माथि बेस क्याम्प पुगेर आइसकेपछि पञ्चकुण्ड तालको त्यो आइसमा पनि हामी स्केट हान्नु जान्छौँ होइन स्केट हान्ने होइन यत्रो बेर भिडियो गरायो भनेको त नगराएर ल अर्को हाम्रो भ्लगर मिनी भ्लगर टिकटक भ्लगर मिस्टर जोन्स ताबा ल जाम माथि जाम तपाईँहरू थाकेको अवस्था कस्तो थके लाग्यो छाती दुख्यो जाडो भयो तिमीलाई मेरो हात त फ्रिज हुन थाल्यो त यो भिडियो बनाउँदा त ओके सो यो स्नो बरफ जमेर छुँदैछु मैले फर्स्ट एक्सपिरियन्स किनभने योभन्दा अहिलेसम्म त्यो हिउँ परेको हिउँ खेलेँ होइन सो हामीले त्यो नर्मली आइस पक्र्छौँ नि त्यो आइस जतिको चिसो चाहिँ नहुने रहेछ होइन तर यो फिल पनि अर्कै छ यसमा हेर न कि पुरै के त्यो भुजुरो टाइपको के हात सबै मजा आउँछ तपाईँहरू पनि यो मौसममा पञ्चकुण्ड ताल भिजिट गर्न आउनुहुन्छ भने यो चाहिँ तपाईँहरू खेल्नु होइन अङ्कित के लाग्छ एकदम थ्याङ्क यू अङ्कित ओके नाइस सो अब हामी लगभग 10 मिनट मात्रै छौँ होला माथि पुग्न भाइ कस्तो थके लागिरहेछ कस्तो उकालो छ डिस्क्राइब गर्दै ह्यान्डले यति खुट्टा चिप्ल्यो भनेपछि गयो डाइरेक्ट पञ्चकुण्डमा पञ्चकुण्ड पुगिन्छ ठ्याक्कै पुगिन्छ के रोक है म यहाँ देखाइदिनु न एकचोटि रोक नै लिर्किन्छ ओ सिट सो यहाँ खुट्टा राखौँ ए सिधै पञ्चकुण्ड फेरि यस्तो हो यो स्लिपी छ क्या यो होइन यो ठ्याप्प भएको भयो भने पनि हामीलाई त्यो सजिलो हुन्थ्यो क्या यो स्लिपी छ अनि त्यही भएर हिँड्नै गाह्रो भयो कि अब यो सिधै तालमा हो गाइस आयो ल हाम्रो गाइजहरू चाहिँ उहाँ पुगिसक्नु भयो त हामी चाहिँ अब पछाडि भाइलाई अलिक गाह्रो भइरहेको छ अनि भाइलाई छोडेर त म हिँड्ने कुरा भएन हामीलाई जब भाइ पुग्छन् तब म पुग्छु नो वरिज वी हेभ इनफ टाइम हजुर म जान्न जसरी नै जान्छु तिमी तलै जान्ने भनेको भए चाहिँ छुट्टै कुरा हुन्थ्यो होइन क्याम्पमै यत्रो आइसक्यो भाइ अब 2 मिनटमा पुगिन्छ अनि तिमी हिँड म रोड देखाइदिन्छु ल यस्तो खालको रोड छ अनि कहाँ हुन्छ पञ्चकुण्ड बग्ने हो क्या भाइ यो खास यो खोला हो क्या यो बग्ने सो तपाईँहरू पनि बेस क्याम्प जाँदै हुनुहुन्छ भने यो केयरफुल्ली स्टिक चाहिँ मोस्ट निडेड किनभने यसले धेरै कुरामा हेल्प गर्छ तपाईँहरूको जुत्ता चिप्लियो भने पनि स्टिक यसरी तपाईँले बसाएर तपाईँले यसरी हिँड्दाखेरि चाहिँ सजिलो हट वाटर यहाँ ओभर महँगो 2400 फर प्याकेज त्यसमा 2 गिलास पानी मात्र अनि हट वाटर तपाईँहरूले अझै किन्न चाहनुहुन्छ भने 1 लिटरको 200 त्योभन्दा कमको 100 सो चार्ज पावर ब्याङ्क चार्ज गर्नुहुन्छ भने अहिले चाहिँ फेसिलिटी छ जेनेरेटर लिएर आउनुभएको छ सो पावर ब्याङ्क फुल गरेको 200 फोनको चाहिँ मलाई थाहा भएन पावर ब्याङ्क फुल गरेको चाहिँ 200 ओ हात दिस इज द भ्यू ल बेस क्याम्प आइसक्यो हामी सो बेस क्याम्प फाइनली पुग्दैछौँ ओए भाइ कोक फाले त त्यहीँ ओए यहाँ आएर कोक पनि नमिठो हुन थाल्यो है जान पर्छ के दाइ अनि हात लेग पक्रिनु पर्ने मजा आउँथ्यो है बेस क्याम्प हो त्यहाँनिर हो त्यो के भन्छ अरे जत्राहरू हाल्यो नि के भन्छ त्यसलाई आइडोन्ट नो ए यहाँ बेस क्याम्प अब फाइनली हामी पुग्छौँ धेरै टाइम छैन बेस क्याम्प पुग्नलाई मेरो पछाडि हिमाल हरिफ देखेको छ होला है
बब्बाल आउँदैन आउँदैन भन्छ बेस क्याम्पमा हात थाकियो है दाइ कति बजी निस्किनु अघि निस्किनु है तपाईँहरूभन्दा त्यस्तै 15 मिनट यसको माथि हो दाइ अझै यही त देखिने रहेछ दाइ जहाँबाट नि कामै भएन है यस्तरी हिँडेको होला ताकि हिमालको विषय फाइनली भर्खर चाहिँ हामी फर्स्ट अन्नपूर्ण फर्स्ट बेस क्याम्प चाहिँ पुगिसक्यो होइन दे अब हामी सेकेन्ड बेस क्याम्पतिर जाँदैछौँ सायद स्नो खेल्नु सायद सेकेन्ड बेस क्याम्प वहाँनिर हो बन्द छ कि त्यो यहाँनिर बन्द छ कि त्यहाँ त्यहाँ पुग्न मिल्थेन नि एउटा भिडियोमा हेर्छ भने उहाँहरू पनि त्यही कुरा गर्नुभयो ल जाऊँ जाउँ न त त्यहाँसम्म जाऊँ न सेकेन्ड बेस क्याम्पतिर हामी जाँदैछौँ उहाँहरूलाई रिभ्यू पुछ्नु उहाँहरूको कस्तो लाग्यो यात्रा कस्तो भएछ कस्तो छ अङ्कल उता माथि है हिउँहरू कतिको छ यहाँ एउटा चौर छ हजुर चौरको यतातिर छ मजाले खेल्नु मिल्छ है मिल्छ अङ्कलहरू अलिअलि लजाउनु भयो जस्तो लाग्यो मलाई भिडियोमा आउनु होइन भाइ खास म बनाउन लजाउनु पर्ने हो अङ्कलहरू लजाउनु भयो कि है यस्तो छ यो बाटैभरि के भन्नु अब यसलाई है त्यही त हो नि भिडियो लामो हुन्छ होला लास्टै अब कट 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 गरेर हाल्नुपर्छ है यस्तो गरेँ यहाँ ए कस्तो मजा आएको ए लिर्किन्न हो भाइ यो लिर्किन्छ क्या हो त्यो भएर त हिउँ पर्नेको लाउँछ यो पिको पिको तल लाउँछ नि ह्यान्डसम त ह्यान्डसमै देखिन्छ होला है साइडमा हिमाल भएपछि त्यसै नि ह्यान्डसम नि होइन दिदी ए हो आजै हो जति घाँटी दुख्यो नि नबोलिने होइन दिदी भोलिबाट त तातो पनि हानिन्छ सन्चो भइहाल्छ कति मेरो मात्र देखाउनु बाटो देखाइदिनु न हो सेकेन्ड बेस क्याम्प जाँदाखेरि चाहिँ रोडमै स्लो स्लो छ हट सही दामी देखियो त हट साइ दामी थम्बनेलहरु क्या फोटो भिडियो खिच्ने क्रमहरू चलिरहेको छ भन ल कस्तो तरिकाले यहीँबाट खिच्ने म त्यसको खिच्दिनु अनि त्यस माथि आउनु कि मेरो ल सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर भन्न सक्छ प्रभु धन्यवाद सृष्टिको सुन्दरता प्रेज द लर्ड
प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो समय यो सुन्दर हिमालको बिचमा हामी बसिरहेका छौँ अनि तपाईँको यो सृष्टिलाई हेर्दै गर्दाखेरि प्रभु हामी आफूलाई एकदमै प्राउड फिल गर्छौँ किनभने तपाईँ परमेश्वरले हामीलाई चुन्नुभयो तपाईँ परमेश्वरको सृष्टि हेर्नलाई प्रभु यस ठाउँमा तपाईँ परमेश्वरले हामीलाई सही सलामत प्रभु आउन सहायता मद्दत गर्नुभयो तपाईँ परमेश्वरलाई धेरै धन्यवाद यो हिमालहरू हेर्दै गर्दा यति सुन्दर हिमाल प्रभु यो हाम्रो हेर्दै गर्दाखेरिको यो दृश्य अचम्मको प्रभु तपाईँ परमेश्वरले सृष्टि सृजना गर्नुभएको हामीले महसुस गर्दैछौँ प्रभु तपाईँको सृष्टि कति सुन्दर छ त्यसरी नै प्रभु तपाईँ त्यति नै सुन्दर हुनुहुन्छ भन्ने हामी विश्वास गर्छौँ अनि प्रभु तपाईँ परमेश्वरले साँच्चै यो समय हामीलाई दिनुभयो यस ठाउँमा आएर तपाईँको प्रभु महानता प्रभु तपाईँको प्रशंसा गर्न तपाईँलाई उचाल्न प्रभु तपाईँ परमेश्वरको नाउँलाई घोषणा गर्न तपाईँ परमेश्वरको नाउँमा प्रभु यो सुन्दर सृष्टिलाई घोषणा गर्न प्रभु त्यो अवसर तपाईँ परमेश्वरले हामीलाई दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धन्यवाद प्रभु साँच्चै धेरै कठिनाइ थियो धेरै कठिनाइ यात्राहरू थियो तर पनि प्रभु तपाईँ परमेश्वरले हामीलाई साहस शक्ति बल दिनुभयो प्रभु हरेक समयमा तपाईँ परमेश्वरले अगुवाई गर्दै प्रभु यहाँसम्म प्रभु आउनलाई सहायता मद्दत गर्नुभयो त्यसको लागि धेरै धन्यवाद दिन्छु प्रभु धन्यवाद प्रभु आज यस ठाउँमा रहेर प्रभु तपाईँसँग हामी प्रार्थनामा समय बिताउन पायौँ प्रभु तपाईँ परमेश्वरले त्यो एउटा हृदय हामीमा हालिदिनु भयो तपाईँलाई धेरै धन्यवाद दिन्छु प्रभु यस ठाउँलाई प्रभु जति पनि यहाँ प्रभु यस ठाउँमा प्रभु तपाईँ परमेश्वरको काम भएको होस् यस ठाउँमा तपाईँ परमेश्वरको आराधना भएको होस् अझै कति क्रिस्चियनहरू आउनुहुन्छ होला अझै कति प्रभु तपाईँ परमेश्वरको जनहरू यहाँ आउनुहुन्छ होला हरेकले प्रभु यस ठाउँको लागि प्रार्थना गरोस् प्रभु अझै नै यो सुन्दर होस् प्रभु तपाईँ परमेश्वरको काम अझै पनि यहाँ होस् प्रभु यस क्याम्पमा त्यहाँ तल पञ्चकुण्ड तालमा भएको क्याम्पमा भएको हरेक व्यक्तिमा प्रभु तपाईँ परमेश्वरको काम होस् प्रभु धन्यवाद प्रभु यस प्रभुको नाममा हामी एउटा भिडियो बनाउँ प्रेज द लर्ड होला है के भन्ने तपाईँ भन्दै थ्याङ्क यू गड फर दिस क्रिएसन थ्याङ्क यू गड फर दिस क्रिएसन भनेर एउटा आइस तालेर फाल्ने कुरा हो लास्ट भिडियो त्यसपछि हामी जानु भयो ल Thank you God for this creation हैन for this creation है भयो भाइ अलिक ठुलो गर न भाइ ठुलो गर न Thank you God for this wonderful creation गर न चिसो लाग्यो पुरै यहाँ छिरेर रेडी लाउन Thank you God for this wonderful creation सुजनलाई भनेको Thank you God for this ready 1 Thank you God for this creation हैन for this wonderful creation ready 1 2 3 Thank you God for this wonderful creation Yeah. So finally फोटोसोटो खिचेर हामी सक्यौँ यसरी खिच्दा राम्रो आउँछ होला किनभने यतातिर घाम आएर यो यसमा अब एकैछिनमा पग्लिन्छ होला धेरै टाइम लाग्दैन घाम आइसक्यो नि त सो भर्खरै हामी फोटोसोटोहरू सबै भिडियो के आगडम बगडम यहाँ आइसकेपछि गर्नुपर्ने कुराहरू सबै गरेर अब हामी निस्किन लागेको हो केटाहरू त्यहाँ छन् सबैजना त्यहाँनिर छन् सो म चाहिँ यहाँ टक्कै यसो एउटा इन्डिङ भिडियो भयो नि बनाऊँ भनेर यस्तो बबाल भ्यूहरू चाहिँ जस बिरलले नै देख्नु पाउँछ अनि स्नोहरू यो आइसहरू त बिरलले नै हो नि तर मजा आयो लास्टै अति मजा आयो अहिले हामी नर्थ एबिसीको सेकेन्ड बेस क्याम्पमा स्नो भएको ठाउँमा आइसहरू जमेको ठाउँमा चाहिँ हामी भिडियो फोटोहरू खिचेका छौँ पछि मजा आउँछ होला यो अहिले यति आइसहरू छ नि त यो पछि बबाल आइस हुन्छ अनि मजा आउँछ हरि मजा आउँछ त्यसपछि सो फाइनल्ली नर्थ एबिसी पनि हामीले सकाइसक्यौँ अब जति पनि छोड्नुपर्ने कुराहरू थियो त्यो हामीले छोडेनौँ अहिले लगभग हामी फर्स्ट बेस क्याम्पसम्म प्रायः मान्छेहरू जानुहुन्छ अनि हामीले आएको बेला चाहिँ वाइ नट सेकेन्ड बेस क्याम्प भनेर हामी सेकेन्ड बेस क्याम्पसम्मै आइदिएको सो मजा चाहिँ मजा आयो सेकेन्ड बेस क्याम्प नै भन्छन् के अरे तर क्लियरली सबै कुरा चाहिँ हामीले पनि थाहा छैन सायद होला फर्स्ट क्याम्प चाहिँ फर्स्ट बेस क्याम्प चाहिँ उतै अगाडि मैले योभन्दा अगाडि भिडियो पनि बनाएको थिएँ त्यो फोटोहरू पनि हालिदिन्छु होला जहाँसम्म अब म सबैजना गइसक्यो म त फास्ट जानुपर्ने छ घामले गर्दाखेरि भिडियो कस्तो आएको थाहा नै छैन घाम लाएर होला खासै चिसो भएन मलाई कसैलाई पनि भएन सबैलाई गर्मी भयो होला किनभने हामी बिहान 7 बजे हिँडेको अनि त्यो एकदम चिसो थियो अनि अहिले त केही पनि चिसो छैन तर जे होस् अति दामी अति मजा आयो मेरो हिजो राति अब यहाँ 6 जना सुतेको 5 वटा सिराइ दिएको सिराइ नपुगेर ब्यागमा सुतेको अनि अति गाह्रो भएको कि कस्तो टाउको दुखे जस्तो भएको छ अहिले यसो खाना खान्छु अनि खाजा भनौँ न अनि टाउको दुखेको औषधि खाएर निस्किनु पर्ला सो बाटो चाहिँ यस्तो छ भाइले मलाई कुरेर बसेको त्यति माया
तिमीलाई मेरो त्यति माया मलाई कुरो बस्दिनँ गरी भयो होइन अहिले अँ मेरो हरेक टाउको दुखेछ मेरो पनि टाउको दुखेछ क्या हिजोको चिसोले यो हाई एल्टिट्युडमा रातभरि टाउको दुखेको के धेरै माथि छौँ नि त है 4000सम्म नि माउन्ट एभरेस्ट 8848 मिटर त्यहाँ गएर के हुन्छ है मेरो जम्मा चार पनि धेरै हाम्रो निम्ति यो तल बस्ने मान्छे त्यो हामीले तिनवटा खुट्टावाला भिडियो चाहिँ युट्युबमा हाल्नुपर्ने बनाएर तिनवटा खुट्टाकै अङ्कितको ए अन्तिमलाई भन्नु नि सबै भाइरल भन्थ्यो होला है कस्तो दामी ल अब म बेस क्याम्प पुगेर भेट्छु त्यहाँ पञ्चकुण्ड तालको हालतहरू यसो देखाइदिनु पऱ्यो मैले भनेर हेर्न आएको सबै आइस भएछ अनि सरी मैले भनेको बेस क्याम्प फर्स्ट बेस क्याम्प चाहिँ हो दिस इज द फर्स्ट बेस क्याम्प स्नोफल नहुने होइन स्नो यहाँ पनि हुन्छ स्नो नहुने स्नो जहाँ पनि हुन्छ हजुर के भन्नु दी यहाँ फोटो हान्ने हो र मैले बेस क्याम्पको फोटो लिएपछि भइहाल्यो त होस् कति फुत्के क्या तना तुना हेर्न आएको यही आइस जमेछ हामी आउन कति टाइम लाग्थ्यो फर्किन कति टाइम लाग्छ भिडियो गरौँ न सही हो अँ भाइ मैले यस्तो सोचेको के त्यो हाम्रो तिनवटा खुट्टावाला भिडियो पनि बनाउनु पर्छ क्या भाइरल भन्छ नि त युट्युबमा अङ्कित अङ्कितको के अङ्कित हुन्छ कि नै दाइ के भन्न चाहन्छौ तिमी यो विषयमा दाइ त्यो त पेजैबाट थियो त लेस बान्नु न छोड्देऊ सबै यो पुरै सबै हिमालको छेउछेउमा सोनम दिदी अङ्कित कस्तो खतरा देखेको है तिमी र म ए यहाँ पनि यस्तो छ है तल झरम छिटो है भाइ अराउन्ड त के भने एक्ज्याक्टली है 15K हामीले उठाएको थियौँ सो हामी 6जना आएको थियौँ अनि त्यसमै हामीले पेट्रोलदेखि लिएर हरेक कुरा हामी सबैजना बुटोलबाट आएको थियौँ अनि अब हिसाब के कस्तो छ एडिसनल भिडियो फोटेज भनेर चाहिँ सायद म बनाउँछु होला हिसाब पनि घर गइसकेपछि यहाँनिर यति पऱ्यो यहाँनिर यति पऱ्यो पर पर्सन यसरी गयो यति उयो गऱ्यो हामीले यो ठाउँमा यो कुराहरू गऱ्यौँ सो अहिलेसम्म त सबै कुराहरू देख्नुभएको छ होइन हामीले हरेक ठाउँमा यति खर्च भयो भन्ने कुरा खाएको कुराहरू पनि तैपनि ओभरअलमा पञ्चकुण्ड तालसम्म कति खर्च हुने रहेछ अनि इफ बाई चान्स तपाईँहरूको प्लानिङ मुस्ताङ पनि जानु छ भने तातोपानीबाट मुस्ताङ धेरै टाइम लाग्दैन सो त्यहाँसम्म पुग्दाखेरि पनि तपाईँहरूको खर्च कति हुन्छ मुस्ताङमा तातोपानीमा कुन होटेल बस्दा हुन्छ अनि त्यो माथि चढ्ने दिदी स्लोली पक्र त भाइ यसलाई अड्डाउनु न पहिला त्यहाँ यस्तो डेन्जर छ हो बाटो अनि म के भन्दै थिएँ त्यो होटेलहरूको कुराहरू पनि म होटेलको दाइको पनि भिडियो बनाइदिएर हालिदिन्छु अथवा भिडियो नभए पनि त्यो दाइको फोटो हालिदिन्छु अनि त्यो दाइको नम्बरहरू पनि म हालिदिन्छु अनि त्यो दाइको तातोपानी होमस्टे भनेर होटेल छ एकदम रिजनेबल प्राइसमा दाइले धेरै मिलाएर गरिदिनुहुन्छ सो तपाईँहरू पनि नर्थ एबिसी आउन चाहनुहुन्छ भने यु क्यान कन्ट्याक्ट हिम उहाँले एकदम रिजनेबल प्राइसमा लगभग धेरै रिजनेबल म त्यो कुराहरू पनि पछि इन्क्लुड गरिदिन्छु त्यो पछि हिसाबको भिडियोमा सो कति खर्च लाग्छ हामीले कसरी हिसाब गऱ्यौँ के खर्च हामीले कहाँनिर गऱ्यौँ
खर्च बचाउने तरिकाहरू के कस्तो छ, तपाईँहरूले कसरी खर्च बचाउन सक्नुहुन्छ, किनभने अति एक्सपेन्सिभ यहाँ आएपछि। मैले अघि पावर ब्याङ्क चार्ज गरेको पनि 200 रुपियाँ लियो यहाँ होइन। पानी ताजा पानी खाएको नर्मली तपाईँको थर्मस 1 लिटरको छ भने 200 रुपियाँ नै लिनुहुन्छ। खानाको ओभरअल पहिला चाहिँ प्याकेज सिस्टम नभए नि मिल्थ्यो अरे, अहिले चाहिँ मिल्दैन रहेछ। सो तपाईँहरूले चाहिँ पर पर्सन 2400 प्याकेजमा दिनै पऱ्यो पैसा। चाहे तपाईँ 6 जना आउनुहोस्, चाहे तपाईँ 8 जना आउनुहोस्, चाहे तपाईँ 12 जना आउनुहोस्, पर पर्सन 2400 चाहिँ यहाँनिर पे गर्नै पऱ्यो। यस्तो सिस्टमहरू छ। बाटो यस्तो डेडली डेन्जर छ, अब क्याम्पमै गएर भेट्ने होला। अब भिडियो नबनाउनु पर्ला जस्तो छ। हिँड्नु पऱ्यो नि, बाँच्नु पऱ्यो नि यो बाटोमा। अब त्यो बाटो झन् खतम छ, त्यही बाटो ठिक छ। ढुङ्गा ढुङ्गा त्यो बाटो पुरा गिटी उयो खसिरहेछ क्या। चढ्नभन्दा झर्न गाह्रो यार। लोटे होइन पञ्चकुण्ड ताल। हजुर देखियो क्या। फोटो नि खिच्नु त खिच्नु त एउटा खिच्नु। सो फाइनल्ली एट द एन्ड अफ द डे आज चाहिँ हामी अब खोला पुग्छौँ। अहिले ऊ त्यहाँनिर चाहिँ स्नोफल हुँदैछ, आइसहरू झर्दैछ। अनि अहिले चाहिँ हामी यहाँबाट खाजासाजा खाएर अब निस्किन लागेको। सो अब चाहिँ यही नै हो। अब अन्तिममा म एउटा यो दामी तालको भिडियो हालिदिन्छु, पुरा ओभरअल 360 भिडियो। यति नै हो। अब हाम्रो यात्रा यहीँ थियो, आज समाप्त हुन्छ। आज हुमखोला हामी पुगिसकेपछि तातोपानी हामी झर्छौँ। त्यस पछाडि सायद अब मुस्ताङ जान्छौँ होला। मुस्ताङमा सानो भ्लग बनाउँछु म मुस्ताङको। सो यति नै हो। कालो आयो होला अहिले त मेरो घाम परेर। म चाहिँ त्यही भन्छु। अब तपाईँहरूलाई चाहिँ अझै डिटेल्ली हिसाबहरू के कस्तो कति खर्च लाग्छ, एक्ज्याक्ट खर्चहरू चाहिन्छ भने चाहिँ तपाईँहरूले चाहिँ मलाई कमेन्टमा लेख्न सक्नुहुन्छ। अनि म त्यही अनुसार त्यो भिडियोहरू गराइदिन्छु। सो यही नै हो। दिस इज नर्थ एबिसी पञ्चकुण्ड ताल। अहिले यो समयमा आउँदाखेरि चाहिँ एउटा डिसएडभान्टेज चाहिँ तपाईँहरू ताल हेर्नु पाउँदैन, स्नो मजाले खेल्नु पाउँछ। अनि अब अघिल्लो समयमा आयो भने चाहिँ ताल हेर्नु पाउँछ, स्नो खेल्नु पाउँदैन। सो सबको आफ्नै एडभान्टेज डिसएडभान्टेज छ, त्यही नै हो। थ्याङ्क यू गाइज, बाई बाई।